प्रतिनिधि सभा निर्वाचन 2082ले नेपाली राजनीतिमा महत्त्वपूर्ण मोड सिर्जना गरेको छ। यो निर्वाचनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमतसहित सरकार बनाउने अवसर पाउनु हो। लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका पुराना दलहरूले यो परिणामलाई चुनावी हारको रूपमा मात्र नलिई जनमतले दिएको गम्भीर राजनीतिक सन्देशका रूपमा लिनु आवश्यक छ। यस परिणामले नेपाली मतदाताको मनोविज्ञानमा परिवर्तन आएको प्रष्ट देखाएको छ, जहाँ नागरिकहरूले परम्परागत राजनीतिक शक्तिप्रति असन्तोष व्यक्त गर्दै नयाँ विकल्पलाई अवसर दिएका छन्। नेपालको लोकतान्त्रिक अभ्यासमा सरकार जत्तिकै महत्त्वपूर्ण संस्था प्रतिपक्ष पनि हो। राष्ट्रपाले सरकार बनाउने अवसर पाएसँगै पुराना दलहरू अब संसद र राजनीतिक मैदानमा प्रतिपक्षको भूमिकामा रहनेछन्। यस्तो अवस्थामा उनीहरूको भूमिका सरकारको आलोचना गर्ने वा राजनीतिक अवरोध सिर्जना गर्ने मात्र हुँदैन। लोकतन्त्रलाई सन्तुलित र उत्तरदायी बनाउने जिम्मेवारीको रूपमा लिनुपर्छ। प्रतिपक्षको दायित्व सरकारका नीतिहरूको तथ्यगत समीक्षा गर्नु, सार्वजनिक खर्च र निर्णय प्रक्रियामा पारदर्शिता कायम गराउन दबाव सिर्जना गर्नु तथा जनताका समस्या संसदमा प्रभावकारी रूपमा उठाउनु हो। यदि प्रतिपक्षले सत्ता फर्काउने रणनीतिलाई प्राथमिकता दिँदै संसद अवरोध वा अस्थिरता सिर्जना गर्ने बाटो रोज्यो भने यसले लोकतन्त्रलाई कमजोर बनाउनेछ र जनविश्वास थप घट्नेछ। प्रतिनिधि सभा निर्वाचन 2082को परिणामले पुराना दलहरूका लागि गम्भीर आत्मसमीक्षाको आवश्यकता पनि देखाएको छ। विगतका वर्षहरूमा बारम्बार सत्ता परिवर्तन, गठबन्धनको अस्थिर राजनीतिक, भ्रष्टाचारका आरोप, गुटबन्दी र नेतृत्वमा देखिएको जडता जस्ता कारणले जनतामा निराशा बढ्दै गएको थियो। धेरै मतदाताले पुरानै अनुहार, पुरानै शैली र पुरानै वाचा सुन्ने क्रमबाट थकान अनुभव गरेका थिए। यही कारणले नयाँ दल र नयाँ नेतृत्वप्रति आकर्षण बढेको देखिन्छ। यो निर्वाचनले युवा पुस्ताको राजनीतिक दृष्टिकोणमा परिवर्तन आएको सङ्केत दिएको छ। सामाजिक सञ्जाल, नागरिक अभियान र वैकल्पिक राजनीतिक बहसको प्रभावले मतदाताको सोचमा परिवर्तन आएको छ। तर पुराना दलहरू भने सङ्गठनात्मक संरचना र राजनीतिक शैलीमा परिवर्तन ल्याउन ढिलो गरिरहेका देखिए। यही दूरीका कारण उनीहरू र मतदाता बीचको सम्बन्ध कमजोर हुँदै जाँदा निर्वाचनमा ठुलो धक्का पुग्न गयो। सत्ता केन्द्रित राजनीति, भागभण्डाको संस्कृति र अस्पष्ट नीतिगत दृष्टिकोणले दीर्घकालीन रूपमा दलहरूलाई कमजोर बनाउँछ भन्ने सन्देश मतदाताले दिएका छन्। नेतृत्वको प्रश्न अहिले सबैभन्दा महत्त्वपूर्ण देखिन्छ। धेरै वर्षदेखि एउटै नेतृत्व समूहले पार्टीको निर्णय प्रक्रियामा प्रभुत्व जमाइरहेको आरोप बारम्बार उठ्दै आएको छ। नयाँ पुस्तालाई अवसर दिने विषयमा दलहरू गम्भीर नभएसम्म सङ्गठनभित्र ऊर्जा र उत्साह सिर्जना हुन सक्दैन। नेपाली राजनीति अत्यन्त गतिशील छ र यहाँ कुनै पनि दल स्थायी रूपमा कमजोर वा शक्तिशाली रहँदैन भन्ने सन्देश पनि निर्वाचनले दिएको छ। सरकारको नेतृत्व गर्न लागेको रासोपाका लागि पनि चुनौती कम छैन। चुनावी सफलताले जनतामा ठुलो अपेक्षा सिर्जना गरेको छ। सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको वाचा पुरा गर्न नसके त्यो विश्वास छिट्टै निराशामा परिणत हुन सक्छ। शासन सञ्चालनका जटिलता, प्रशासनिक संरचनासँगको समन्वय र राजनीतिक दबावबीच सन्तुलन कायम गर्नु कुनै पनि नयाँ दलका लागि सजिलो हुँदैन। त्यसैले सरकारको सफलताका लागि सक्षम नीति, अनुभवी टोली र प्रष्ट कार्ययोजना आवश्यक हुन्छ। प्रतिनिधि सभा निर्वाचन 2082ले नेपाली लोकतन्त्रमा नयाँ अध्याय सुरु गरेको छ। मतदाताले परिवर्तनको चाहना व्यक्त गरेका छन् र राजनीतिक दलहरूलाई नयाँ ढङ्गले सोच्न बाध्य बनाएका छन्। अब नेपाली काङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको भविष्य उनीहरूले निर्वाचनको सन्देशलाई कति गहिरो रूपमा बुझ्छन् भन्ने कुरामा निर्भर हुनेछ। यदि उनीहरूले प्रतिपक्षमा बसेर जिम्मेवार भूमिका निर्वाह गर्दै आत्मसमीक्षा र सुधारको बाटो रोजे भने उनीहरू फेरि जनविश्वास प्राप्त गर्न सक्नेछन्। माउन्टेन टेलिभिजनका लागि राजनीतिक ब्युरो।